हेलो हेलो, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ? यो चाहिँ हामी पुम्दीकोट मन्दिर गएको भ्लग हो। हामी चाहिँ पोखरामा नाइट स्टे गरेको थियौँ र बिहान उठेर है अब रेडीसेडी भएर चाहिँ अब बच्चाहरूलाई खुवाउनु ओर्नु पऱ्यो, आफू खान पऱ्यो, अनि खाएर ओरेर चाहिँ हामी पुम्दीकोट जानलाई हिँड्यौँ है। पुम्दीकोट चाहिँ एकदम एकदम राम्रो ठाउँ लाग्यो मलाई चाहिँ। एकदम त्यो बाटो चाहिँ डर लाग्दै थियो है, बच्चाहरू लिएर हिँड्दाखेरि झनै डर लाग्दो, तर त्यहाँ पुगिसकेपछि त्यो देखिसकेपछि चाहिँ यस्तो आनन्द लाग्ने नि, एकचोटि जाने पर्ने ठाउँ जस्तो लाग्छ मलाई है। तर अब हामी बच्चा बच्ची भएको मान्छे अब हिँडेन भने पनि नहिँड्ने हुन्छ, हिँडेपछि पनि गाह्रो अफकोर्स हुन्छ है। अब मेरो बाबुलाई चाहिँ अमिलो कति मनपर्छ भन्ने कुरा सबैलाई थाहा छँदैछ। उसले चाहिँ अमिलो पसल देखेर अमिलो पसलमा गयो, अनि त्यहाँबाट हामीले अमिलो अलिअलि लियौँ, अनि खुवाउँदै ओर्दै अनि त्यहाँबाट हामी चाहिँ माथि भगवान् त्यो मन्दिरपट्टि गयौँ। गाडी त्यहाँ पार्क गर्न राख्यौँ अनि गयौँ है। अनि मलाई यो कुराहरू गरिरहँदा हिँडिरहँदा मान्छेहरूले भन्नुहुन्छ कि बच्चा लिएर पनि कति हिँडेको गाह्रो हुँदैन, अनि कसरी टाइम म्यानेज गरेको, अनि कतिजनाले चाहिँ मलाई नेपालमा बस्दा नि भन्नुहुन्छ कि भेट्दाखेरि, तिमीले काम पनि गर्छौ, घरमा नि काम हुन्छ, बच्चा पनि छ, अनि त्यो के इन्टरभ्यू कि पोडकास्ट के पनि गर्दो रहेछौ, कसरी भ्याउँछौ भन्नुहुन्छ। अनि त्यहाँबाट मैले भन्छु सबै कुरा आफैले त गर्ने हो, आफ्नो टाइम आफैले म्यानेज गर्ने, आफ्नो सेड्युल आफैले बनाउने, र आफूलाई केही गर्छु भन्ने छ भने खाने मुखले जुङ्गाले छेक्दैन जस्तै हो भन्छु। मैले कतिजनालाई भन्छु कि यो कुरा है। यदि तपाईँहरूलाई पनि केही गर्न मन छ र लाइक मेरो अहिले बच्चा सानो छ, म यस्तो गर्दैछु उस्तो गर्दैछु भन्दा, अब 1 दिनमा तपाईँले 1 घन्टा तपाईँको लागि दिन सक्नुहुन्न, 1 हप्तामा तपाईँले तपाईँको लागि 1 दिन दिन सक्नुहुन्न, 1 महिनामा तपाईँले तपाईँको लागि 2-3 दिन दिन सक्नु भएन भने तपाईँ के गर्दै हुनुहुन्छ जस्तो लाग्छ कि मलाई है। हामीले जहिले पनि आफूले चाहिँ बल्ल बल्ल लर्न गर्दैछु मैले, अनि मैले कति धेरै कुराहरू चाहिँ कति पहिला चाहिँ मैले यत्तिकै छोडिरहेको रहेछु, मैले रियलाइज गरिरहेको रहेनछु। अनि मैले अहिले मेरो 2025 चाहिँ एकदमै बेस्ट इयर बनेर आएको छ। म आफैमा यति धेरै चेन्जेसहरू आएको छ, मैले त्यो एक्सप्लेनै गर्न सक्दिनँ कि। सो हामी आफूले गर्न मन लागेको कुरामा पनि टाइम चाहिँ दिनुपर्दो रहेछ है। मैले भने नि मैले म कतिचोटि भनिरहेको हुन्छु, मैले मेरो पोडकास्टहरू गर्नलाई म मेरो बच्चाहरू छोडेर हिँडिरहेको हुन्छु, मलाई अलिअलि रिग्रेट फिल हुन्छ, किनभने बिहान चाँडै जान्छु, बेलुका ढिला हुन्छ आउँदाखेरि। तर एट द सेम टाइम आई प्राउड माइसेल्फ कि होइन, मलाई गर्न मन लागेको कुरा मैले गर्न पाउँछु नि त। कति धेरै दिदीबहिनीहरू हुनुहुन्छ, स्पेसली मेरो बच्चा छ, मेरो यताउता छ, मैले भ्याउँदिनँ भनेर, त्यस्तो भ्याउँदिनँ भनेर होइन, तपाईँले म्यानेज गरेर तपाईँलाई मन लागेको कुरा गर्नुहोस् होइन। टाइम भनेको कुरा हाम्रो लागि रोकिएर बस्दैन नि त। सो हामी टाइमअनुसार चलाउन सक्नुपर्छ र आफ्नो इच्छा लागेको कुरा पनि आफूले गर्नुपर्छ। हामीले आफ्नो सबै कुरा नि आफ्नो हातमा हुँदो रहेछ क्या, म्यानेज गर्ने, हिँड्ने, डुल्ने, खुवाउने, रमाइलो गर्ने। अब सबै टाइम छैन भन्ने कुरा, कहिले टाइम सधैँ हुन्छ, त्यो म्यानेज गर्ने तपाईँको हातमा छ। तपाईँले तपाईँको टाइम तपाईँले तपाईँको फ्यामिलीको लागि मात्रै दिनुहुन्छ या कोही पर्सनको लागि दिनुहुन्छ भन्ने त्यो तपाईँको हो है। तर मेरो सजेसन चाहिँ आफ्नो लागि आफूले टाइम दिने, त्यो चाहिँ हामीले कहिले पनि बिर्सिनु हुँदैन रहेछ। अनि कति धेरै मैले चिनेको मान्छेहरू भेटेँ है, आफूले गरिरहेको कामसँग खुसी नै है, र तिमीले यस्तो गरेको छौ, हाम्रो यस्तो छ भन्ने न तपाईँहरूले त्यस्तो कम्पेयर गर्ने कामै नगर्नुहोस्। तपाईँ हो, म हो, र अरू उहाँ कोही, हामी सबै डिफ्रेन्ट छौँ नि त। तर हामीभित्र आफ्नो इच्छा आकाङ्क्षा पनि डिफ्रेन्ट हुन्छ, त्यो गर्नुहोस्। अनि त्यही हो, हिँड्नुहोस्, खानुहोस्, रमाउनुहोस्, डुल्नुहोस्, आफूलाई मन लागेको गर्नुहोस्, र आफू खुसी भएर बाँच्नुहोस् होइन। म जहिले भन्छु, मान्छेको जीवन आज छ भोलि छ कि छैन के थाहा होइन। र सधैँ यस्तो गर्न पाइनँ त्यस्तो गर्न पाइनँ भन्दै तपाईँहरूको जीवनको जानुभन्दा खुसी भएर मैले यो गरेँ त्यो गरेँ यस्तो उस्तो भन्दाखेरि कस्तो खुसी हुन्छ नि त। अनि जीवन भनेको चाहिँ एउटा हाम्रो यात्रा हो क्या। यात्रा चाहिँ तपाईँले कसरी जाने, तपाईँ प्लेनमा जाने, गाडीमा जाने, हिँडेर जाने, त्यो तपाईँले तय गर्ने होस्। हाम्रो चाहिँ पुम्दीकोटको यात्रा सकियो, र हामीले सकेपछि चाहिँ हामीले त्यहाँ पानीपुरी चटपटे खायौँ। पानीपुरी चटपटे त कहाँ नखानु है, अनि चरेलीले चाहिँ मैले भिडियो खिचेको भएर चस्मा मिलाएको है। हामी जहाँ हिँड्दा पनि हाम्रो चरिदाईसँग हिँड्छौँ, र हाम्रो एकदम के त्यो यात्रा एकदम कस्तो रमाइलो हुन्छ। बुढाहरू गाडीमा चटपट यताउता खाँदै हामी चाहिँ घर फर्क्यौँ। थ्याङ्क यू सबैजनालाई, हामीलाई यति धेरै माया गरिदिनु भएको छ। आई होप यु ह्याड अ गुड डे। थ्याङ्क यू, बाई।